हेलो गाइस, स्वागत छ तपाईँहरूलाई गिज्मो कुराको नयाँ भिडियोमा। म रितेश कटवाल। हिजो चाहिँ डिजिआईले अस्मो पकेट 4 निकालेको छ अनि अस्मो पकेट 4 को चाहिँ टिजर भिडियो हेरेको छैन। मसँग चाहिँ डिजिआईको अस्मो पकेट 3 छ क्या, अनि त्यही भएर 4 कोमा चाहिँ के अपडेट आयो भनेर यसो हेरौँ भनेर हो। त्यसको लागि चाहिँ मैले मेरो स्क्रिनमा डिजिआई अस्मो पकेट 4 के छ हेरौँ है। त्यसो भए ओके, मैले नि हेरेँ होइन। Your story, your world, all in one pocket. Meet the new Osmo Pocket 4. The upgraded 1-inch CMOS sensor records 4K slow motion at 240 frames per second. स्लो मोसनको FPS चेन्ज रहेछ। You're always ready to shoot with 107 gigabytes of built-in storage. Osmo Pocket 4 now films in true 10-bit D-Log with 14 stops of dynamic range for cinematic depth. 3-axis mechanical stabilization keeps your footage smooth. 2 times lossless zoom delivers clear close-ups. लिक्समा देखाएको यो बटन चाहिँ Start tracking with the Simple Wave, while the improved Active Track ensures you're always in frame. एक्टिभ ट्र्याक त पहिला थियो। साउन्ड Spatial audio delivers sound from every direction. सब्जेक्ट To start रजिस्टर्ड, यो त recording, सफ्टवेयर just make a simple अपडेटमा peace दिनुपर्ने sign. कुरा हो कि खासमा यो चाहिँ। Go live and share Live your stream, creation with the त्यो world, अघि जुन while देखाएँ नि activating त्यो the Beautify mode for natural, radiant skin. Osmo Pocket 4 features 6 built-in film tones, paired with the upgraded 5D joystick, unlocking endless creativity. फास्ट ट्रान्सफर And now, there is a better low-light mode. With the new magnetic fill light, you have the power to लाइट keep चाहिँ shooting कस्तो even छ्या after the देखियो sunset. क्या, यो भएन। This is Osmo Pocket 4, designed so you can focus on your story. खासै चेन्ज त केही देखिएन है, खासै केही चेन्ज चाहिँ देखिएन। खासै केही चेन्ज देखिएन किनभने नयाँ 2टा बटन आएको छ। अस्मो पकेट 3 मा हुँदैन। अब यहाँनिर हेरौँ, अस्मो पकेट 2 यहाँ चाहिँ सरी 3 मा चाहिँ यहाँनिर छैन नि त केही पनि होइन। अस्मो पकेट 4 मा चाहिँ 2टा बटन रहेछ। अनि सबैभन्दा मेजर चिज चाहिँ अस्मो पकेट 4 मा चाहिँ यो इस्यु आउनु भएन जुन यो 3 मा आइरहेछ। हरेक युजरहरूले लगभग 100 मा 80% युजरहरूले चाहिँ यो बेलैमा एकचोटि फेस चाहिँ गर्छन् यो इस्यु। मेरोमा पनि आएको छ। यो अटोमेटिकली आउने इस्यु हो क्या, यो चाहिँ स्क्रिन इस्यु चाहिँ। यो खिच्दा आफै आयो, न यसरी बस्नुपर्ने ठाउँमा यसरी बस्दैन, अनि यसलाई यसरी राख्नुपर्ने ठाउँमा यो बस्दैन। पहिला यसरी बस्थ्यो, अहिले बस्दैन। सो खासै केही चेन्जेस छैन है। इनबिल्ट स्टोरेज 100 GB त्यो ठिकै हो। हेर्नुपर्ने हो भने यसमा 256 GB चाहिँ दिनै पर्ने हो है। प्राइस रेन्जमा हेर्ने हो भने त्यो भएको भए चाहिँ बवाल नै हुन्थ्यो, खत्रै हुन्थ्यो, अति बवाल नै हुन्थ्यो। नत्र त खासै त्यस्तो केही पनि छैन। त्यो लाइटवाला पनि त्यति साह्रो चाहिँदैन है। त्यो मेरो विचारमा चाहिँ ब्लगर्सहरूलाई चाहिन्छ, तर मैले अहिलेसम्म लो लाइटमा गर्दाखेरि, मेरो ब्लगिङ च्यानलमा गर्दाखेरि त्यो लाइट त्यस्तो चाहिँ चाहिएको छैन। टर्चै बोकेर देखाउनु पर्छ किन यसमा लो लाइट बवाल छ। लो लाइट चाहिँ एकदमै बवाल छ, त्यसमा कुनै पनि इस्यु छैन। यही माइक पनि मैले पाएको क्रिएटर कम्बोमा। अब यो माइक अर्को नयाँ माइक आएर चाहिँ मैले त्यो ठ्याक्कै हेरिनँ कुन चाहिँ माइक हो भनेर। यसको डिटेल एउटा भिडियो चाहिँ म बनाउँछु के छ भनेर। यदि तपाईँसँग अस्मो पकेट 3 छ भने चाहिँ 4 मा अपडेट नगरे हुन्छ, किनभने 2 पछि 3 आउँदाखेरि चाहिँ एकदमै दामी चेन्ज भएको थियो। 2 मा धेरै नै उ थियो के अरे स्पेक्सहरू कम थियो होइन। 3 मा चाहिँ धेरै नै डिफ्रेन्स आएको थियो। 3 चाहिँ एकदमै बवाल हो, बवाल नै भएको थियो, बवाल नै छ पनि। जस्ट मलाई अहिलेसम्म नराम्रो चाहिँ के लागेको छ भने यही एउटा स्क्रिनको इस्यु छ, योवाला। यसलाई वारेन्टीमा छ भने तपाईँलाई फिक्स गरेर दिन्छ। यदि वारेन्टीमा छैन भने तपाईँले यसलाई पैसा तिर्नुपर्छ। पैसा तिरेर त्यही पनि नेपालमा छैन। यो डिजिआईको सर्भिस सेन्टर नेपालमा छैन। यसलाई हामीले हङकङ पठाउनु पर्ने रहेछ। त्यसको छुट्टै एउटा भिडियो नै बनाउँछु त्यो पनि, जस्ट यो रियाक्टिङ गरेको। जस्ट भन्नुपर्दा डिजिआई अस्मो पकेट 4 चाहिँ है, 4 मा चाहिँ त्यस्तो मैले केही पनि देखिनँ। 4 मा त्यस्तो मेजर अपडेट जुन रुमर्समा थियो होइन, रुमर्समा मैले खासै मतलब हुन्छ नि, जोइस्टिक चाहिँ छ। जोइस्टिक चाहिँ मतलब यो नयाँ
मलाई जोइस्टिक चाहिँ चाहिरहेको थियो किनकि यो जोइस्टिक अलिकति त्यति त्यो ह्यान्डी छैन अनि प्लस त्यो दुईवटा फिचर्सहरू थियो नि त्यो दुईवटा बटनवाला फिचर्स त्यो पनि राम्रो छ ठिक छ सो इनबिल्ड स्टोरेज पनि ठिकै हो भनौँ तर मिनिमम पनि अस्मो पकेट 3 नै किन्दाखेरि पनि तपाईँले मिनिमम पनि 256 जिबीको स्टोरेज चाहिन्छ 64 जिबीको चलाइरहेको छु म त अझ 64 जिबीको कार्ड छ मसँग 64 जिबीको कार्डले त केही नै पुग्दैन सो त्यही हो मलाई ठिकै लाग्यो अब अस्मो पकेट 3 छ 4मा चेन्ज गर्न चाहनुहुन्छ भने चाहिँ नजानुहोस् त्यसको लागि म डिटेल भिडियो बनाउँछु तर अस्मो पकेट तपाईँसँग 2 छ 1 छ भने चाहिँ 4मा जाने ट्राई गरिरहनु भएको छ भने चाहिँ जानु त्यो चाहिँ राम्रै हो सो त्यसको लागि म डिटेल भिडियो बनाउँछु लिने कि नलिने अनि यो अस्मो पकेट 3 को पनि भिडियो बनाउँछु राम्रो छ क्यामेरा एकदमै राम्रो छ तर यसमा यो एउटा इस्युले गर्दाखेरि यो क्यामेरा नै कस्तो चलाउनै मन नलाग्ने जस्तो भएको छ यसमा फिक्सहरू पनि छ अब त्यो टेम्पोरेरी फिक्सहरू हो पर्मानेन्ट फिक्स त चाहिएको छ नि त एउटा जस्तो अब त्यो इनबिल्डमा आउँछ नि त्यो इनबिल्ड चाहिँ छैन अब फिक्सेस छैन त्यसको लागि त हङकङै पठाउनुपर्छ यहाँनिर सर्भिस सेन्टर पनि छैन इन्डियामा पनि बनाउँदैन रे सो त्यही भएर सो राम्रो लाग्यो ठिकै लाग्यो कति दिउँ अब 10मा कति दिउँ 10मा 5 दिन्छु म धेरै दिन्न त्यस्तो वाउ लागेन क्या मैले त सोचेको थिएँ मेजर चेन्जेसहरू आउँछ इनबिल्ड त मैले सोचेकै थिएँ इनबिल्ड चाहिँ दिनै पर्छ क्या अहिलेको टाइममा एक्स्ट्रा मेमोरी कार्ड बोक्नु चाहिँ मलाई झन्झट लाग्छ है अब कि त टेराबाइट नै हुनु पऱ्यो टेराबाइटवाला त एक्सपेन्सिभ पनि पऱ्यो अब 512 जिबीसम्मको टिक्क हुन्छ 512 जिबीको लागि अब त्यति रेकमेन्डेड नै छैन त्यही भएर इन्टरनल स्टोरेज नै लगभग 256 जिबी दिएको भयो अनि अर्को एक्स्ट्रा पनि 256 राखेको चाहिँ बवाल हुन्थ्यो त्यो चाहिँ कडा हुन्थ्यो सो डिटेल भिडियो आउँछ रियाक्सन गरेँ फर्स्ट रियाक्सन भिडियो फर्स्ट एभर मेरो लाइफ टाइमको सो त्यही हो तपाईँहरूलाई म गिज्मो कुराको अर्को भिडियोमा भेट्नेछु अहिलेको लागि यति नै गाइस बाई बाई